सम्पूर्णमा नमस्कार। आज चाहिँ हामीले गिट्टा खानको लागि चाहिँ जङ्गलबाट गिट्टा खोजेर ल्याइसकेका छौँ। अब हामी यो गिट्टालाई चाहिँ पकाउन र पाक्न सजिलो होस् भन्ने हिसाबले यसरी चाना पार्दैछौँ। यसरी पातलो खालको चाना बनाएपछि पाक्नको लागि पनि सजिलो हुन्छ, छिटो पनि पाक्छ भन्ने हिसाबले यसरी राम्रोसँग चाना पारिसकेपछि हामीले यसलाई चाहिँ खरानी र पानीको मात्रा मिलाएर राम्रोसँग बोइल गर्नुपर्छ। बोइल गरेर यसो कलर जो पहेँलोबाट चाहिँ रातो कलरमा परिवर्तन भएपछि हामीले यसो छामेर पनि थाहा पाउन सकिन्छ पाकेको छ कि छैन भनेर। यसरी पाकिसकेको गिट्टालाई चाहिँ हामीले सफा पानीमा यसरी मजाले धोएर चिसो पानीमा यसरी हामीले चाहिँ खान सकिन्छ। यो चाहिँ स्वास्थ्यको लागि एकदमै फाइदाजनक चिज हो। यो पहिला चाहिँ गाउँघरमा एकदमै बढी जसो मात्रामा खानुहुन्थ्यो भने यसमा यो र अहिलेको समयमा चाहिँ अलिक कमै मात्रामा खाइरहेको देख्न सकिन्छ। आज चाहिँ हामी यो खाने तयारीमा लागिरहेको छौँ। तयार भइसक्यो। यसरी चाहिँ सब खाँदाखेरि एकदम मिठो टेस्ट आउँछ होइन। यसको टेस्टै फरक छ। देख्न सक्नुहुन्छ यस्तो कलरको हुन्छ चाहिँ खान सक्यो भने हाम्रो स्वास्थ्यको लागि पनि एकदम फाइदाजनक कुरा हो। धन्यवाद।